नमस्कार। हाम्रो संस्कार युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। यस च्यानलमा तपाई हाम्रो समाजमा रहेका विभिन्न संस्कार, संस्कृति, मूल्य मान्यता र विविध धार्मिक परम्परा सम्बन्धी जानकारी प्राप्त गर्नुका साथै यससँग सम्बन्धित जिज्ञासाहरूको समाधान पाउनुहुनेछ। कृपया हाम्रो च्यानल सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। हामीले केही समय यता हाम्रा स्वर संस्कारका बारेमा तपाईलाई जानकारी गराउँदै आइरहेका छौं। हाम्रो स्वर संस्कार अन्तर्गतको पहिलो संस्कार गर्भधान संस्कारको बारेमा मैले तपाईलाई जानकारी गराइसकेको छु। तपाईले यो भिडियो हेर्नुभयो कि भएन कुन्नी? यदि हेर्नु भएको छैन भने यही युट्युब च्यानल भित्र रहेको हुनाले एकपटक हेर्नुहुन अनुरोध गर्दछु। यसैगरी दोस्रो संस्कार पुंसवन संस्कारको बारेमा पनि मैले जानकारी गराइसकेको छु। यो भिडियो पनि यसै च्यानल अन्तर्गत रहेको कुरा जानकारी गराउन चाहन्छु। त्यसैगरी तेस्रो संस्कार सीमन्तोन्नयन संस्कारको बारेमा पनि मैले तपाईहरुलाई जानकारी गराइसकेको छु। यो भिडियो पनि यसै च्यानल अन्तर्गत रहेको जानकारी गराउन चाहन्छु। यसैगरी चौथो संस्कार जात कर्म संस्कारका बारेमा पनि जानकारी गराइसकेको छु। यी चारवटै संस्कारको लिंक डिस्क्रिप्सनमा रहेकोले एकपटक हेर्नु गर्दछु र स्वर संस्कार अन्तर्गतको पाँचौं संस्कार नामकरण संस्कारको बारेमा यस भिडियो अन्तर्गत रहेर जानकारी गराउने प्रयत्न गर्दैछु। लागौं आजको विषयवस्तुतर्फ। नामकरण संस्कार। नयाँ जन्मिएको शिशुको नाम राख्ने संस्कारलाई नामकरण संस्कार भनिन्छ। यसलाई न्वारन शब्दले समेत चिन्ने गरिन्छ। नामकरण जात, धर्म, चलन अनुसार फरक फरक दिनमा गरिएको पाइए पनि विशेष गरी शिशु जन्मिएको 11औं दिनमा नाम चयन प्रक्रिया। नाम कसरी राख्ने गरिन्छ त? लागौं यसको जानकारीतर्फ। शिशुको नामकरण विभिन्न तरिकाले भएको पाइन्छ। जस्तो ज्योतिष शास्त्र अनुसार जन्म नक्षत्रको पाउका आधारमा, त्यस्तै बुवा आमाले सोही इच्छाले राखिदिएको नाम, यस्तै गरी शारीरिक बनोटका आधारमा राखिएको नाम। यी मध्ये पहिलो र दोस्रो तरिका अपनाएर नाम राख्ने चलन बढी पाइन्छ। शारीरिक बनोटका आधारमा काले, सेते, बाटुली, गोरी जस्ता नाम राख्नु आजभोलि उचित मानिँदैन। पहिले यस्ता नामहरू पनि प्रशस्त रहेको भेट्न सकिन्छ, तर आजभोलि यस्ता नामहरूलाई त्यति राम्रो मानिँदैन। त्यसैले एउटा जन्म नक्षत्रका आधारमा र अर्को बुवा आमा र शुभचिन्तकको चाहना र देशकाल परिस्थिति अनुरूपको नाम राख्ने प्रचलन बढी देखिन्छ। यसरी प्राय व्यक्तिका दुईवटा नाम हुने भएकोले एउटा न्वारनको नाम र एउटा बोलाउने नामका रूपले समेत बुझ्ने गरेको पाइन्छ। बुवा आमाले आफ्नो चाहना अनुरूप जस्तो नाम पनि राख्दिन सके। यस्ता नाम राख्नुमा खासै विधि विधानको आवश्यकता परेन। जे होस्, कुनै अर्थ भएको नेपाली शब्दको नाम राख्दा उपयुक्त हुने देखिन्छ। तर जन्म नक्षत्रका आधारमा शिशुको नामकरण चाहिँ कसरी गरिन्छ त? यस विषयमा विस्तृत जानकारी सहितको भिडियो त म अवश्य पछि ल्याउने नै छु, तर आजको बसाइमा रहेर पनि म केही सामान्य जानकारी पनि दिने प्रयत्न गर्दैछु। लागौं यसको जानकारीतर्फ। जुनसुकै दिन पनि कुनै न कुनै बार, तिथि तथा नक्षत्र परेको हुन्छ। यो त सामान्य कुरा नै भइहाल्यो। मानौ यो पात्रो 2080 साल फागुन महिनाको रहेछ। यसैको आधारमा म तपाईलाई केही जानकारी गराउने प्रयत्न गर्दैछु। यो महिनाको कुनै एक दिन, मानौ 16 गते, बु भनेको बुधबार पर्यो। यो 4 भनेको तिथि हो। यो चौथी तिथि भन्ने भइहाल्यो। तिथिले जन्मलाई खासै प्रभाव पार्दैन, तर चतुर्दशी र औँसीमा जन्म भएमा ग्रह शान्ति गर्नुपर्ने मान्यता चाहिँ रहेको छ। यसैगरी यो दिन ची भनेको चित्रा नक्षत्र परेको छ। यही नक्षत्रका आधारमा शिशुको नामकरण गर्ने गरिन्छ। चित्रा नक्षत्र अन्तर्गत पे, पो, रा, री 4वटा अक्षर पर्दछन्। त्यसैले यस दिन जन्मेको बालकको नाम पाउका आधारमा पे, पो, रा वा रीबाट रहने गर्दछ। यो सामान्य जानकारी मैले तपाईलाई गराएँ। यसको विस्तृत जानकारी सहितको भिडियो म केही समयपछि ल्याउने छु, प्रतीक्षा गर्नुहोला।
यसरी नाम जुराइसकेपछि अब नामकरण संस्कार कसरी गरिन्छ त? अब लागौँ यसको विधितर्फ। 11 दिनका दिन दही मिश्रित मनतातो पानीले विधिपूर्वक शिशुलाई स्नान गराएर सफा लुगा फेरिदिनु पर्दछ। अनि शिशुको माता र पिताले पनि स्नान गरी शुद्ध वस्त्रहरू पहिरिएर अभिमन्त्रित पञ्चगव्य खाने र घरमा पनि जताततै छर्किदिने गर्नुपर्दछ। अनि सङ्कल्प गरेर ब्राह्मण वरण गरी नवग्रह र गौरी आदि 16 मातृकाको पूजन गर्नुपर्दछ। यस्तै विधिपूर्वक गोदान तथा अग्निस्थापना गरी हवन समेत गर्नुपर्दछ। नामकरणको विधि अनुरूप पुरोहितको आदेशअनुसार नामकरण संस्कार गर्नुपर्दछ। यसको सँगसँगै विधि अनुरूप मेखला बन्धन तथा मेधा जनन गरी अभिषेक गरेर पूर्णाहुति गर्नुपर्दछ। यसरी कुनै शिशुको जन्म पश्चात 11 दिनका दिन पण्डित पुरोहितलाई डाकेर न्वारन अर्थात् नामकरण संस्कार गर्न सकिन्छ। तपाईले नामकरण संस्कारका बारेमा केही मात्र भए पनि जानकारी प्राप्त गर्नुभयो होला भन्ने मलाई लागेको छ। 16 संस्कार अन्तर्गतको यो 5औं संस्कार हो। यसको बारेमा केही जानकारी मात्र दिने प्रयत्न मैले गरेको हुँ। यस विषयमा केही जिज्ञासा भएमा कमेन्ट गर्न नबिर्सनुहोला भन्दै आजको बसाइबाट म पनि ओझेल पर्न चाहन्छु। भोलिको बसाइमा म अर्को संस्कारको बारेमा जानकारी लिएर अवश्य आउनेछु। तबसम्मको लागि बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। तपाईको आजको दिन शुभ रहोस्। फेरि भेटौँला।